नमस्कार। आजको यस एक्सप्लेनरमा हामी नेपालको वित्तीय क्षेत्रमा एउटा ठूलो हलचल ल्याइरहेको नयाँ सहकारी अध्यादेशलाई पुरै डिकोड गर्दैछौँ। लामो समयदेखिको यो सहकारीको भद्रघोल अवस्थालाई चिर्न ल्याइएको यो जवाफदेहिता क्रान्तिले कसरी सिङ्गो प्रणालीलाई परिवर्तन गर्दैछ त? आउनुस् सिधै विषयवस्तुमा प्रवेश गरौँ। आजको ब्रिफिङमा हामी यी कडा नियमहरूले बचतकर्ता र सञ्चालक दुवैलाई कसरी असर गर्छ भन्ने हेर्दैछौँ। हामी मुख्यतया प्रणालीको छानबिन, जवाफदेहिता क्रान्ति, सञ्चालकलाई सजाय, बचतकर्ताको सुरक्षा, व्यापक आर्थिक परिवर्तन र विश्वासको पुनर्स्थापनाका कुराहरू समेट्नेछौँ। पहिलो खण्डमा हेरौँ अहिलेको छानबिनमा रहेको प्रणाली, यहाँको अस्तव्यस्तता र पक्राउका घटनाहरू। हालैका हेडलाइनहरू हेर्ने हो भने वित्तीय क्षेत्रमा ठूलै उथलपुथल छ। व्यवसायी दीपक भट्टमाथि ब्याङ्किङ कसुरमा अनुसन्धान भइरहेको छ। नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् र सबैभन्दा डरलाग्दो कुरा त के भने फरार सहकारी सञ्चालकहरूको सूची बढेर 1500 पुगिसकेको छ। यी घटनाहरूले प्रश्न पार्छन् कि प्रणालीमा कति ठूलो सङ्कट छ र कडा हस्तक्षेप कति जरुरी भइसकेको थियो। समस्याको जरा कति गहिरो छ भनेर अन्दाज लगाउन यो एउटा तथ्याङ्क हेरौँ। देशभर करिब 33,000 सहकारी संस्थाहरू सञ्चालनमा छन्। यति विशाल र भद्रगोल सञ्जाललाई व्यवस्थापन गर्नु अहिले साँच्चै नै राष्ट्रिय प्राथमिकताको विषय बनेको छ। अब लागौँ दोस्रो खण्डतर्फ, जवाफदेहिता क्रान्ति, अर्थात् एउटा नयाँ सुरक्षा जालको विस्तार। यो नयाँ अध्यादेशको मुख्य चुरोकुरो नै यही हो, सञ्चालकहरूलाई अत्यन्तै जिम्मेवार र उत्तरदायी बनाउने एउटा आमूल परिवर्तन। यसको सिधा उद्देश्य भनेको सञ्चालकहरूलाई कानूनी रूपमै चरम जिम्मेवारीको दायरामा ल्याउनु हो, जसले गर्दा सर्वसाधारणको बचत अपचलन हुने बाटो पुरै बन्द होस्। अब सहकारी खोल्ने र जनताको पैसामा मनोमानी गर्ने दिनहरू सकिए भन्दा हुन्छ। तेस्रो खण्डमा कुरा गरौँ सञ्चालकहरूलाई दिइने कडा सजाय र उम्कने बाटो कसरी बन्द गरिँदैछ भन्ने बारेमा। ठगी गर्ने सञ्चालकहरूलाई लक्षित गरेर ल्याइएका यी नियमहरू साँच्चै नै कठोर छन्। बचतकर्ताको पैसा लुकाएर वा रातारात विदेश भाग्ने योजना बनाउनेहरूलाई रोक्न अब तत्कालै व्यक्तिगत सम्पत्ति रोक्का गर्ने, ब्याङ्क खातामा प्रतिबन्ध लगाउने र राहदानी अर्थात् पासपोर्ट नै रोक्का गर्ने कडा व्यवस्था गरिएको छ। यो भनेको एउटा यस्तो बलियो कानूनी पासो हो जसबाट फुत्कन असम्भव जस्तै छ। आवत जावतमा रोक र सम्पत्ति रोका गर्ने यो प्रावधानले रकम अपचलन गर्नेहरूलाई पुरै उत्तरदायी बनाउँछ। उनीहरू अब सजिलै गायब हुन सक्दैनन्। यो भनेको गल्ती गरेपछि उम्किने ठाउँ छैन भन्ने स्पष्ट र कडा चेतावनी हो। चौथो खण्डमा हेरौँ बचतकर्ताहरूको लागि बलियो सुरक्षा, विशेष गरी उनीहरूको सामा रकमको रक्षा। सञ्चालकहरूका लागि कडा चेतावनीपछि अब आम बचतकर्ताहरूको लागि केही राहतका कुराहरू हेरौँ। यो नयाँ नियमले शेयर सदस्यहरूले पाउने अधिकतम लाभांशलाई 18%बाट घटाएर 15%मा झारेको छ। सुन्दा अलिकति घाटा जस्तो लागे पनि यो खासमा संस्थाभित्र धेरै नगद सुरक्षित राख्ने एउटा चलाक रणनीतिक कदम हो। यसले गर्दा संस्थाको पैसा बाहिरिन पाउँदैन र तरलता कायम रहन्छ। अनि यो अर्को नियम त झनै क्रान्तिकारी छ। अब कुनै पनि ऋणको कुल ब्याज मूल सावा रकमभन्दा बढी लिन पाइँदैन। विचार गरौँ त, यदि 1 लाख ऋण छ भने तिर्ने कुल ब्याज कहिले पनि 1 लाखभन्दा बढी हुन सक्दैन। यसले पुस्तौँसम्म ऋणको पासोमा पर्ने र अचाक्ली ब्याज तिर्नुपर्ने जुन दुष्चक्र थियो नि त्यसलाई सधैँका लागि अन्त्य गरिदिएको छ। यसका साथै ऋण असुलीलाई तीव्रता दिन ऋणीहरूलाई बाँकी ऋण चुक्ता गर्न 15 दिने कडा अल्टिमेटम पनि दिइएको छ। एकातिर ऋणीलाई चर्को ब्याजबाट बचाइएको छ भने अर्कोतिर छिटो ऋण उठाएर सहकारीमा नगद सन्तुलन ल्याउने र मुख्य बचतकर्ताहरूको लगानी जोगाउने आक्रामक लक्ष्य यसले राखेको छ। पाँचौं खण्ड, व्यापक आर्थिक परिवर्तन र विश्वासमा देखिएको ठूलो भिन्नता। अहिलेको यो आर्थिक परिदृश्य साँच्चै नै चाखलाग्दो छ। एकातिर सहकारीहरूले जनविश्वास गुमाइरहेका छन् र तीव्र छानबिनमा छन्। तर ठिक यही बेला राष्ट्रिय स्तरका विकास ब्याङ्कहरूले भने आफ्नो नाफामा 49%को भारी वृद्धि हासिल गरेका छन्। यो भनेको मानिसहरूले असुरक्षित ठाउँबाट आफ्नो पैसा निकालेर सुरक्षित र भरपर्दो ठाउँमा सारिरहेका छन् भन्ने कुराको एकदमै स्पष्ट प्रमाण हो।
जनविश्वासको यो तहको पलायन देखेपछि अन्ततः नेपाल राष्ट्र बैंक आफै अगाडि सरेर यो विशाल सहकारी क्षेत्रको नियमन आफ्नो हातमा लिन बाध्य भएको छ। अब केन्द्रीय बैंकले नै प्रत्यक्ष निगरानी गर्ने भएपछि यो क्षेत्र अलि बढी व्यवस्थित र सुरक्षित हुने आश गर्न सकिन्छ। र अब अन्तिम खण्ड, विश्वासको पुनर्स्थापना र यसको निष्कर्ष। राहदानी रोक्ने, सम्पत्ति जफत गर्ने र लाभांश घटाउने कुरा सुन्दा त निकै कडा र आशा लाग्दछन्। तर एउटा गम्भीर प्रश्न यहाँनिर उठ्छ, के यी कदमहरू यति धेरै बिग्रिसकेको जनविश्वासलाई फर्काउन साँच्चै नै पर्याप्त छन्, वा कतै यो कदम धेरै ढिला र धेरै कम अर्थात् टु लिटर टु लेट त भइरहेको छैन? यो एउटा यस्तो प्रश्न हो जसले हामी सबैलाई सोच्न बाध्य बनाउँछ। आखिरमा यो जवाफदेहिता क्रान्तिको वास्तविक सफलता भनेकै यसको कडा कार्यान्वयनमा भर पर्छ। आगामी दिनमा पीडितहरूको रकम अनिवार्य फिर्ता, नेपाल राष्ट्र बैंकको सम्झौताहीन निगरानी र पुँजी पलायनमा शून्य सहनशीलता जस्ता कुराहरूलाई कत्तिको कडाइका साथ लागू गरिन्छ भन्ने कुरा नै सबैभन्दा महत्त्वपूर्ण हुनेछ। अब सरकारले पीडितहरूलाई रकम फिर्ता गर्ने यो जटिल प्रक्रिया सुरु त गर्दैछ, तर जाँदा जाँदै यो प्रश्न छाडेर जाउँ, यो नयाँ नियामक सुरक्षा जालले अहिलेको यो खण्डित वित्तीय प्रणालीको निरन्तर दबावलाई धान्न सक्ला त? के यसले हाम्रो वित्तीय भविष्यलाई साँच्चै स्थायी रूपमा सुरक्षित गर्न सक्ला? आउने दिनहरूले पक्कै यसको जवाफ दिनेछन्। आजको यो एक्सप्लेनरबाट म बिदा हुन्छु। सँगै रहनुभएकोमा धेरै धन्यवाद।